ओके, हाम्रो कार्यक्रमको सफलतापूर्वक उद्घाटन भएको छ। ओके, अलि हावाहुरी धेरै छ, यो नबोले पनि अशुभ मान्नुहुन्न हामीले। ल अब भने म हाम्रो अतिथिज्यूहरूलाई स्वागतका निम्ति हाम्रो रुकु भाउजू, हाम्रो सरुजी, हाम्रो सबैजना अनुरोध गर्छु। प्रकृतिका कोटि कोटि सम्पदाको धेरै धेरै धन्यवाद छ। Boa noite. First of all, I must say I'm really happy that this event was possible, and you need all to congratulate Mr. Gobind and Mr. Ricardo because organizing an event like this for everyone, so we can all be relaxed, enjoying this time. It requires a bit of bureaucracy that we need to go through, and especially Ricardo and Gobind, they were relentless during this. So I'm really happy we made it happen. But today this is about you. So I really hope you enjoy this night. पढ्ने बेलामा त्यस्तै भयो, अब दुःख मानेर के हुन्छ भन्दै अब अर्को सुन्दर प्रस्तुतिको लागि म निम्त्याउन चाहन्छु अर्को सुन्दर नृत्य। ल एकपटक जोरदार ताली प्रिय ममताको लागि। ल आर यु रेडी गाइज? यता साइड आउनुहोस्।
तालीले स्वागत गरिदिनु होला यो सुन्दर नृत्यको लागि यो टिमलाई। धेरै धेरै धन्यवाद छ प्रिय कलाकारहरू आफूलाई असाध्य पल साबित गर्दै अहिले यति बेला पोर्चुगलको बसाइमा समरबेरीमै कार्यरत हुनुहुन्छ मिठो आवाजको धनी लोकदोहोरी गायक आदरणीय गणेश ढकालज्यूलाई सङ्गीत प्रस्तुतिको लागि अनुरोध गर्न चाहन्छु। फेरि एकपल्ट सबैले जोरदार ताली बजाउनु। त्यसै भन्नुभएछ भनेको नमस्ते सन्चै हुनुहुन्छ बस चाहिएकै यति हो परेन। सम्पूर्णलाई नमस्कार। म तपाईँहरूकै गणेश ढकाल कुशल कार्यक्रम सञ्चालक अनि आफैमा मिठो आवाजका धनी प्यारो भाइ सुमन अनि आजका प्रमुख आकर्षक हुनुहुन्छ तपाईँलाई पक्कै पनि थाहा छ अर्जुन सापकोटा भाइलाई पनि यहाँहरूले
यो अत्यन्तै महत्त्वपूर्ण समय दिएर उहाँले हामीसँग उपस्थित हुनुभएको छ। उहाँलाई पनि सबैजनाले एकपटक जोरदार तालीले स्वागत गरिदिनु होला। अनि मञ्चमा आसीन सम्पूर्ण समादरणीय व्यक्तित्वहरू, आजको यस कार्यक्रमलाई सफल बनाउनका लागि मरिहत्ते लागि पर्ने आदरणीय दाई गोविन्द शर्मा नेउपानेलाई विशेष धन्यवाद। उहाँको लागि पनि एकपल्ट ताली बजाउनुलाई थाहा होला, घरमा पालीको महत्त्व हुन्छ, खेतमा आलीको महत्त्व हुन्छ, ससुरालीमा सालीको महत्त्व हुन्छ, अनि यस्तो कार्यक्रममा तालीको। मेरो गीत प्रस्तुत गर्न चाहन्छु देवी घटी मगर अनि मेरो सुमधुर आवाज। हामीले पर्दा पछाडिका सर्जकहरूलाई पनि सम्झाउनु पर्छ। भन्दैछु आजला भन्न मन छ आँखाइको गाजला, कुरा सिधा छ, कुरा सिधा छ, हो तिम्रो रूपैले यो जन फिदा छ। भन्दैछु आजला भन्न मन छ आँखाइको गाजला, कुरा सिधा छ, कुरा सिधा छ, हो तिम्रो रूपैले यो जन फिदा छ, कुरा सिधा छ, हो तिम्रो रूपैले यो जन फिदा छ। हो कि होइन?
गर्नुपर्छ है सबैले अलि 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 जोसमा के आमा छोरा अलि जोसमा आइरहन्छ रो यादहरू अलि जोडले जो मन एक्लै गुनगुनाउँछ अतीतका धुनाहरू जति तर्के तिमी आएनौ वेदनामा गीत कोले फर्की तिमी आएनौ वेदनामा गीत कोले सुनिदेऊ यो गीत मेरो
थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ। अलिअलि रमाइलो भयो, यतातिर भएन, पछाडितिर झन् हुँदै भएन, अगाडि मात्रै हो अलिअलि रमाइलो हुने। ओके, अर्को गीत छ। पहिला भनेको मान्छु म, अनि बल्ल घरैमा लान्छु म। भन पहिला भनेको मान्छु म, अनि बल्ल घरैमा लान्छु म। कलकत्ते खाइयो चाहियो माया भनेर कहाँ पाइयो, चाहियो माया भनेर कहाँ पाइयो। अरे अरे चाहियो माया भनेर कहाँ पाइयो, चाहियो माया भनेर कहाँ पाइयो। घुमाउन लान्छु तिमीलाई जम्बुझिर घुमाउन। मौकाउँदा हुँदैन घुमाउन लान्छु तिमीलाई नीलकण्ठ घुमाउन। चाहियो माया भनेर कहाँ पाइयो, चाहियो माया भनेर कहाँ पाइयो। चाहियो चाहियो भनेर कहाँ पाइयो, चाहियो माया भनेर कहाँ पाइयो। नमस्ते, सबैजना सन्चै हुनुहुन्छ? धेरै धन्यवाद। साँच्चै सन्चै हुनुहुन्छ? धेरै धेरै माया, धेरै धेरै माया। कस्तो रमाइलो, बाहिरै हल्ला सुनिरहेको थियो, कस्तो रमाइलो भन्ने। झलीको तिम्रो याद सँगसँगै जिउला नि, जोबन दिउला नि, जोबन दिउला नि, ए जोबन दिउला नि। अलि लाउडे। झलीको लायो क्यारे मोनी, क्यारम क्यारम ओहोनी, ए क्यारम ओहोनी। झलीको तिम्रो याद
एकचोटि हल्ला सुन्नु पर्यो रातैभरि निन्द्र छैन आँखा झिमी झिमी यसो आँखा जोड्यो भने सपनीमा तिमी बस्यो अलकै ओ यता जोबान ढल्क्यो ढलकै हजुरलाई जाडो भा होला ल आज पक्कै रमाइलो हुनेवाला छ र उपस्थित सबैजना यसरी नेपाली परदेशमा आएर पनि मिलेर नेपालकै जस्तै अनुभव हुने यसरी मिलेर बस्नुभएको सबैजना परदेशीहरूलाई धेरै धेरै माया छ है अनि नेपालबाट आएको हजुरहरूको घरमा सबैजना सन्चै हुनुहुन्छ फेरि है यो खबर पनि पुऱ्याइदिन्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर सबैजना सन्चै हुनुहुन्छ अरे भनेर खबर पुऱ्याइदिन्छु हुन्छ र पर्सि 3 तारिक म नेपाल जाँदैछु सबैजना सन्चै हुनुहुन्छ अरे भनेर खबर लैदिउँला हजुरहरू सबै यस्तो रमाएको त मैले देखेपछि त सन्चै हुनुहुन्छ पक्कै पनि मेरो दिदी पनि आउनुहुन्छ सबै मेरो परिवार यतै हुनुहुन्छ सबैजना कलाकारलाई भन्दा पनि परिवारलाई जसरी माया गर्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई अब हजुरले अत्यन्तै मन पराउनु भएको गीत बस्यो अलगैबाट म आजको प्रस्तुति सुरु गर्छु बस्यो अलगै ट्र्याक प्ले गरिदिनु होला र सम्पूर्ण आयोजकप्रति विशेष सम्मान छ गोविन्द दाइलाई धेरै धेरै माया धेरै धेरै सम्मान छ रुकु भाउजू जो लिनै पुग्नु भएको थियो मलाई सो आज हजुरहरूलाई अब रमाइलो गराउनको लागि अब एकचोटि हल्ला त सुन्नु पर्यो नि एकचोटि पोर्चुगलमा रहनु भएको हल्ला सुन्नु पर्यो रातैभरि निन्द्र छैन आँखा झिमी झिमी सबै यसो आँखा जोड्यो भने सपनीमा तिमी बस्यो अलगै यता जोबान ढल्क्यो ढलकै यता जोबान ढल्क्यो ढलकै आजदेखि है एकछै जोबान ढल्क्यो ढलकै बित्ती जान्छ भोलि रमाइलो गर्छु भन्दा पनि पाइँदैन अलि बल हुँदा नै रमाइलो गर्ने होइन र अब एकछिन सङ्घारमाथि उमेर गर्नु प्लिज धेरै माया छ 1 2 3 गो मुटुको ढुकढुकी अनि सास पनि तिमी दुःख साटौँला सबै दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँ हुन्छ कि हुँदैन फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला नाच्यो झिके नाच्यो
सर हुन्छ दुःख साटौँ छाप्पै दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँ नाच हे असारैको चर्को घाम तिमी मेरी भन्न पान तिमी मेरी चोली बाटो मायाको चोली बाटो मायाको अरे भैँसीलाई बोलाउने नौननी मैया हान्डुले नाचो झिल्के नाचो छाप्पै बाबु छाप्पै नाचो झिल्के नाचो थ्याङ्क यू धेरै धेरै माया अब हजुरले अत्यन्तै मन पराउनु भएको गीत हे हाँसी हाँसी बोलिदिए भोतानी कति साह्रै लजाइस्या हो पनि घाटी घाटी लालटिनको घरमा अब चिसो चिसो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो हजुरलाई जाडो भावना हाँसी हाँसी बोलिदिए भोतानी कति साह्रै लजाइस्या हो पनि अब चिसो चिसो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो बोलिदिए भोतानी कति साह्रै लजाइस्या हो पनि अब चिसो चिसो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो अब घुमेर नाचे 1 2 3 हे जिस्काइरहन्छन् आउने र जानेलाई मेरो गल्ती लिस्यो आउने र जानेले पछि परे लजाउने मानिले अब चिसो चिसो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो हजुरलाई जाडो भावना मेरो गल्ती लिस्यो ल हल्ला सुन्नु पर्यो कस्तो दामी कस्तो दामी